हेलो गर 1 2 3 गो हेलो हेलो खै तिम्रो हात देखेन हेलो गाइस हेलो एन्ड नमस्कार गाइस तपाईहरुलाई स्वागत छ आज पनि हाम्रो नयाँ भिडियोमा सो आज चाहिँ हामी दिदीभाइ मिलेर हाम्रो दाउरा काट्न हिँडेको हो अनि तपाईहरुले देख्न सक्नुहुन्छ हैन हाम्रो चाहिँ डोको यता छ अनि मेरो भाइ उताबाट आउँदैछ अनि हाम्रो चाहिँ दाउरा काट्नका लागि हैन यहाँनिर बन्चरो पनि रहेको छ हामीले चाहिँ बन्चरोले काट्नुपर्ने हुन्छ नि त सो फाइनली गाइज हामी चाहिँ हैन दाउरा भएको ठाउँमा पनि आइसक्यो अनि यो चाहिँ हाम्रो दाउरा हो अनि हामीले चाहिँ यो बन्चरो यो डोको भगाडी काट्नुपर्ने हुन्छ गाइज सो अन्तिमसम्म हेर्न नबिर्सनु होला गाइज हाम्रो साइज राई चाहिँ मस्तले हैन भिडिराख्नु भएको छ दाउरासँग तपाईहरुले देख्न सक्नुहुन्छ गाइज साइज कस्तो फिल भइरहेछ त राम्रै फिल भइरहेछ गुड सो फाइनली गाइज हैन हामीले चाहिँ यो हाम्रो दाउराहरु चाहिँ फाइनली गिर्काइसक्यो अब पालो रहेको छ चिर्ने सो गाइज अब चाहिँ पालो रहेको छ हाम्रो यो दाउराहरु चिर्ने सो अब चाहिँ म यिनीहरुलाई चिर्न गइरहेको छु सो म चाहिँ अब चिर्न गइरहेको छु बाहुबली स्टाइलमा 1 2 3 गो अब चाहिँ एक घण्टा लगाएर चिरिसक्नु भइसकेछ नानाले कति घण्टा लाग्यो अरे भाइ एक यस्तै हो कि नि हो सो गाइज हैन हामी चाहिँ दिदीभाइ मिलेर दाउरा काट्ने कार्यक्रम चाहिँ कन्टिन्यू नै भइरहेछ अन्त मैले लाएर यदि दाउरा चिरेँ हैन बाँकी अरू दाउराहरू पनि यतातिर छ हैन यतातिर छ यो सबै चिरिसक्नु पर्ने हुन्छ नि त सो फाइनली गाइज हैन म चाहिँ गली पनि सकेको छु फाइनली घामले गर्दा पसिना पनि निक्लिसकेको छ नि त अब चाहिँ अब एकछिन यहाँनिर बस्ने हैन बस्ने हो अब चाहिँ तपाईहरुलाई हाम्रो भाइ पुगेपछि देखाउँछ गाइज हैन हेर्न चाहिँ नबिर्सनु होला अनि गाइज साथै तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न नबिर्सनु होला है त गाइज सो फाइनली गाइज हामीले चाहिँ हाम्रो दाउराहरु पनि काटेर सकिसकेको छौं भनेदेखि हैन अब चाहिँ हाम्रो भाइ ल्याउने काम हुन्छ अन्त मेरो भाइ चाहिँ यहाँ बसिरहेछ जाऊ डोको लिएर आऊ अब चाहिँ भाइले डोको लिएर आउँछ अन्त अनि त्यसपछि भाइ ल्याउने हो गाइज यहाँ माथि पनि दाउरा छैन अतो त्यही होस् त मेरो भाइ चाहिँ डोको ल्याउनु गइसकेको छ सो फाइनली गाइज हाम्रो चाहिँ अब हैन डोको पनि आइसकेको छ अन्त हामी चाहिँ एकछिन बस्नुपर्ने हुन्छ गाइज अन्त हात पनि हैन यस्तो भइसकेको छ यसलाई चाहिँ भन्छ हैन यसलाई भन्छ काम गरेको प्रतिफल काम गरेर चाहिँ मैले यहाँनिर काम गरेको फल पनि पाइसकेको छु हिरो चाहिँ नबिसाउने अरे अनि त्यसपछि यो चाहिँ दाउरा भारी लाउँदैछ यहाँनिर अब हामी तपाईहरुलाई भारी लाउँदै गरेको देखाउँछ हैन आउँछ तिमीलाई भारी लाउनु स्टार्ट हाम्रो भाइ लाउनु सो गाइज म चाहिँ भाइ लाउन आँटिसकेको छु अन्त मेरो दाउराहरू चाहिँ ल्याइदिएको छ दाउराको भाइ चाहिँ यसरी लाउनु पर्ने हुन्छ गाइज हैन लामो लामो बनाएर लाउनुपर्छ हैन छोटो छोटो लगायो भने के भन्छ है गरौँ हुन्छ सो सिरानी लगाउने सिरानी त सानो सानो लगाउनुपर्छ चाहिँ सक्ने हो कि होइन मलाई चिरेको दाउरा बोक्नु कस्तो मजा लाग्छ कि त्यही भएर म त सबै चिरेको भाइलाई चाहिँ नचिरेको हुन्छ नि साइज हुन्छ मेरो भाइलाई चाहिँ भन्दा पनि हुन्छ ज्ञानी छ नि त यो चाहिँ स्टार्ट मेरो चाहिँ अब सिरानी लाउने पालो आएको छ सिरानी चाहिँ सानो सानो लाउनु पर्ने हुन्छ किन भन्दाखेरि होइन दाउराको भाइमा सिरानी धेरै लायो भने चाहिँ हामी मर्यो भने मलामी जाने मान्छे धेरै हुन्छ अरे त्यही भएर सो मलाई चाहिँ मेरो मलामीमा मान्छेहरू धेरै आओस् होइन मान्छे म अलिक खत्रै हो
बाँच्दाको टेन्सन छैन मलाई, मरेपछिको बहुत चिन्ता लागिरहेको छ, त्यही भएर मर्दाको प्लानिङमा छु म। मेरो चाहिँ मर्दाखेरि मान्छे यति धेरै मलाई यति धेरै ताँत यस्तै ताँत लागेर आओस् होइन, त्यही भएर म चाहिँ भारी एकदम भारीमा चाहिँ यति धेरै लाउँदैछु कि किन उहिलेको कुरामा चाहिँ विश्वास हो भन्छ, तर कुनै कुनै कुरामा विश्वास पनि गर्नुपर्छ है। 1 2 सो मेरो चाहिँ भारी कम्प्लिट भइसक्यो। मेरो भारी चाहिँ मैले लगाइसकेँ अब भाइको पार। हेलो ल यो काँचो छ नि त, म यहाँभन्दा बोक्न सक्दिनँ नि, त्यही भएर मेरो चाहिँ भाइ रेडी भइसकेको छ। अब भाइको पालो गर्नुहुन्छ नि भाइको पनि मलाई धेरै बोलाउनु पर्छ, त्यही भएर मर्ने कि नमर्ने साइज तिमी? नमर्ने नमर्ने ए भाइ त नमर्ने कि तिम्रो, मलाई चाहिँदैन त्यसो भए। भारी बुझ्दा पनि नि लाग्यो नरुने नरुने हुन्छ तिमी अब अलिकति। सो मेरो भाइको पनि भारी रेडी भइसकेको छ, दिदी भाइको भारी दुवैजनाको रेडी भइसक्यो। अन्त हामी चाहिँ अब धेरै गलिसक्यो कि धेरै गलिसक्यो, भारी लाँदा झन् कस्तो हुन्छ थाहा छैन होइन। अब चाहिँ हामी एकछिन बिसाउँदा छ यहीँनिर। कस्तो फिल भइरहेको छ मेरो काले? राम्रो, मेरो भाइलाई जहिले पनि राम्रै फिल हुन्छ नि त, एकदम गुड बोय हो नि त, त्यही भएर। अन्त अब चाहिँ हामी एकछिन बिसायौँ, अब चाहिँ हामीलाई बिसाएर पनि पुगिसक्यो। अब चाहिँ हामी भारी बोकेर जाने हो। अब चाहिँ हाम्रो होइन भारी बोक्ने पाला आइसकेको छ। हामीले चाहिँ यो भारीहरू बोक्नु सक्छ कि सक्दैन थाहा छैन होइन, त्यही पनि हामी बोक्नु ट्राई गर्छ। बोक्नु सकेन भने चाहिँ यसलाई यतै फ्याँकेर अनि अलिकति लिएर जाने हो। अब यो बन्चहरू पनि यहीँनिर लाउनु पर्ने हुन्छ। सक्छ अरे तिमी? हेरौँला हेरौँला हेरौँ, दशा लाग्छ हौ मलाई। अब मेरो चाहिँ दाउराको भारी टन्ने रहेछ नि त, त्यसो र साइड प्लिज साइड। यसले चाहिँ मलाई खोकी नै चलाइसक्यो। सो गाइस मैले चाहिँ अब दाउराको भारी बोक्न गइरहेको छु अन्त 1 2 3 म सक्छु सक्दैन भनेर ल सक्छु। फाइनली गाइस मलाई चाहिँ यो भारी बोक्न पनि सक्ने भइसक्यो होइन। अनि त्यसपछि मैले चाहिँ भारी बोकिसकेँ। अब पालो रहेको छ मेरो भाइको, सक्छ? बाहुबली या। सो भाइले पनि बोक्न सक्यो होइन। अब चाहिँ हामी दुवैजनाले भारी बोकिसक्यो। अन्त अब चाहिँ हामी घर हिँडेको हो गाइज, तपाईँहरूले देख्न सक्नुहुन्छ। अन्त हामीले यस्तो यस्तो भारी बोकेर घर हिँडिसकेको छ। टाढो छैन नि त, नजिकै हो, त्यही भएर हामीले चाहिँ गरौँ भए पनि बोकेर हिँडेको हो। हाम्रो भारी चाहिँ एकदमसँग साइज त्यही रोग त, त्यही रोग न त्यही रोग। हाम्रो भारी हेरेर त छायामा कस्तो देखिँदो रहेछ। हिँडलु हाम्रो चाहिँ भारी तिम्रो चाहिँ त्यहाँ के जस्तो देखिरहेको छ गाइज। अब चाहिँ हामी घर पुग्न आँटेको अवस्था हो। सो फाइनली के आइज होइन, हामी चाहिँ हाम्रो दाउरा थुपार्ने ठाउँमा पनि आइपुगिसक्यो। हाम्रो चाहिँ हालत एकदम खराब भइसकेको छ। थुपार यहाँ थुपार बाटोमा थुपार्छ यहाँ। अब चाहिँ मेरो पाला आएको छ क्या मेरो ठाउँको बाहुबली। नाना चाहिँ फाइनल गाइज गरिसकेको छ। तिम्रो टाइस मुटो दुखेन? सो गाइज हाम्रो चाहिँ मिसन कम्प्लिट भइसकेको छ होइन। तपाईँहरूलाई धेरै धेरै धन्यवाद अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा। अब चाहिँ हामी अर्को भिडियोमा आउनेछौँ है त गाइज, माया नमार्नु होला।